How to create orders in your vendor portal. यो चाहिँ एकदम सिम्पल र सजिलो छ। यसको लागि चाहिँ तपाईले आफ्नो वेबसाइटको इन्टरफेसको लेफ्ट ह्यान्ड साइडमा हेर्नुभयो भने चाहिँ यहाँ क्रिएट अर्डर भन्ने तपाईले एउटा ट्याब देख्न सक्नुहुन्छ। यु क्यान जस्ट सिम्पली क्लिक अन इट। यो क्लिक गरिसकेपछि चाहिँ तपाईको अर्डर फर्म ओपन हुन्छ। यसमा हामीलाई केही डिटेल्सहरु चाहिँ अनिवार्य भर्नुपर्ने हुन्छ। अनिवार्य भर्नुपर्ने डिटेल्सहरुको सेक्सनमा चाहिँ तपाईले यस्तो एस्टेरिस्क मार्क देख्नुहुन्छ। फर एक्जाम्पल यहाँ हामीलाई कस्टमर नेममा एस्टेरिस्क दिएको छ। यसको अर्थ रहन्छ कि तपाईले आफ्नो कस्टमरको नाम चाहिँ अनिवार्य यहाँ लेख्नु पर्यो। त्यसैगरी यहाँ मोबाइल नम्बरमा पनि एस्टेरिस्क हुन्छ, यो पनि अनिवार्य नै भयो। त्यसपछि सिटी, एड्रेस, ल्यान्डमार्कमा छैन, यो चाहिँ अप्सनल भयो। हजुरले राख्दा नि हुन्छ, नराख्दा नि हुन्छ। आफ्नो कस्टमरको ल्यान्डमार्क, नियरेस्ट ल्यान्डमार्क अथवा पहिचान गर्न सक्ने अथवा पहिचान खुलाउने खालको कुनै त्यस्तो लोकेसन छ भने चाहिँ। त्यसैगरी सीओडी अमाउन्टमा चाहिँ हजुरले सीओडी अमाउन्ट छ भने चाहिँ कति छ सीओडी अमाउन्ट त्यो प्रपरली लेखिदिनु होला। यदि केही गरी यो अमाउन्ट चाहिँ पेड छ, कस्टमरले अलरेडी तिर्सक्नु भएको छ भने चाहिँ तपाईले सिम्पली 0 भनेर राख्दिनु होला। त्यो सँगसँगै हामीसँग छ डेस्टिनेसन टाइप। डेस्टिनेसन टाइपमा चाहिँ तपाईले सिलेक्ट गर्नुभयो भने चाहिँ यहाँ तपाईले 4 वटा अप्सन पाउन सक्नुहुन्छ, जसमध्ये चाहिँ पहिलो अप्सन रहेको छ इनसाइड भ्याली। इनसाइड भ्याली भनेको चाहिँ तपाईले काठमाडौँ भ्याली भित्र कुनै सामान पठाउँदै हुनुहुन्छ भने चाहिँ तपाईले इनसाइड भ्याली सिलेक्ट गर्नुपर्ने हुन्छ। नर्मल कुरियर, एक्सप्रेस ब्रान्च पिकअप, एक्सप्रेस होम डेलिभरी भनेको चाहिँ हाम्रो आउटसाइड भ्यालीको लागि हामीले अवेलेबल गरेको 3 वटा अप्सनहरु हो। सो तपाईले आफ्नो प्रोजाइ अनुसार अथवा कस्टमरको रिक्वेस्ट अनुसार नर्मल कुरियर पठाउनुहुन्छ कि एक्सप्रेस ब्रान्च पिकअपको लागि पठाउनुहुन्छ अथवा होम डेलिभरी गराउन चाहनुहुन्छ, तपाईले चाहिँ यहाँबाट सिलेक्ट गर्न सक्नुहुन्छ। र यो सँगसँगै हामीसँग चाहिँ प्याकेज डिस्क्रिप्सन रहेको छ। प्याकेज डिस्क्रिप्सन चाहिँ तपाईले आफ्नो प्याकेज के हो, फ्रेजाइल छ भने फ्रेजाइल लेख्दिनु होला अथवा सिम्पली तपाईले आफ्नो प्याकेजको नेचर अथवा क्वान्टिटी अथवा क्वालिटी तपाईले यहाँ मेन्सन गर्न सक्नुहुन्छ। साथसाथै रिमार्क्स भन्ने अप्सन छ। रिमार्क्समा चाहिँ तपाईले कुनै स्पेशल इन्स्ट्रक्सन दिन सक्नुहुन्छ, जस्तै कुनै कस्टमरहरुलाई चाहिँ कुनै स्पेसिफिक टाइम फ्रेम अथवा स्पेसिफिक टाइम भित्र अथवा टाइम पछि चाहिन सक्नुहुन्छ। त्यस्तो अवस्थामा चाहिँ तपाईले यहाँ रिमार्क्समा लेख्न सक्नुहुन्छ। अथवा कुनै सामान चाहिँ एक्सचेन्जको सामान हो भने पनि तपाईले चाहिँ रिमार्क्स भन्ने अप्सनमा चाहिँ त्यो चाहिँ तपाईले डिटेलहरु भर्न सक्नुहुन्छ। थ्यांक यू। अर्डर कसरी क्रिएट गर्ने अथवा कसरी प्लेस गर्ने, यसको लागि चाहिँ हामी सबभन्दा फर्स्टमा जान्छौं क्रिएट न्यू अर्डर भन्ने ट्याबमा। त्यसलाई सिलेक्ट गर्छौं। त्यसलाई सिलेक्ट गरेपछि हाम्रो अर्डर फिलअप फर्म आउँछ। यसमा सिम्पली हामी रिक्वायर्ड फिलहरु चाहिँ हामी भर्छौं। स्टार्ट मोबाइल नम्बर राखौं। दिस इज र्यान्डम। चाहिँ डेमो प्लान गरे। सिटी राख्छौं काठमाडौँ। एड्रेस राख्छौं हामी बेलका राख्छौं हामी स्तूपा स्पिगल। सीओडी अमाउन्ट राख्छौं हामी 11,000 because this is a demo. सेलेक्ट डेस्टिनेसन टाइपमा जान्छौं। सिन्स काठमाडौँ भ्याली भित्र भएको भएर चाहिँ हामीले चाहिँ इनसाइड भ्याली भनेर सेलेक्ट गर्छौं। प्याकेज डिस्क्रिप्सनमा मैले राखिदिए रेड स्कार्फ। यसमा राखेँ बिफोर 5 PM। हामीले हाम्रो फर्स्ट अर्डर चाहिँ यहाँ प्लेस गर्नको लागि चाहिँ चाहिने फिल्डहरु चाहिँ हामीले भर्यौं। र सिम्पली अब हामीले यसमा क्रिएट अर्डर भन्ने सेक्सनमा क्लिक गर्ने बित्तिकै यो चाहिँ एउटा सिंगल अर्डर चाहिँ प्लेस हुन्छ। यदि अब हामीले चाहिँ यो सँगसँगै एकैचोटी अरु पनि अर्डरहरु छ, धेरै अर्डर छ भने चाहिँ यहाँ माथि हाम्रो एड मोर अर्डर भन्ने सेक्सन छ, यहाँ क्लिक गर्न सक्छौं। यहाँ क्लिक गरेपछि अब हाम्रो अर्डर नम्बर 2 को फर्म आइसक्यो। यो पनि हामी सिंगली नै भर्छौं। नाम राख्छौं है प्रिन्सेस पिंक। मोबाइल नम्बर राख्छौं। सिटी राख्छौं ललितपुर। एड्रेस राख्छौं 7 डोर बाटो। अर्डरहरु प्लेस गर्दाखेरि चाहिँ तपाईको लोकेसन स्पेसिफिक हुनुपर्ने हुन्छ। ल्यान्डमार्कमा राख्छौं
COD हामीले मानिलियौँ यो चाहिँ कस्टमरले पेमेन्ट गरिसक्नु भएको छ भने चाहिँ पेडलाई चाहिँ हामीले सिस्टम 0 भनेर यसरी त्यसपछि हामी जाँदैछौँ डेस्टिनेसन टाइपमा चाहिँ काठमाडौँ भ्याली भित्र हो भने काठमाडौँ भित्र भइहाल्यो बाहिर भयो भने त्यही अनुसारले हामीसँग अरू 3टा अप्सनहरू छ सो अहिले चाहिँ ललितपुर काठमाडौँ भ्याली भित्र भएको भएर चाहिँ इनसाइड भ्याली भनेर चाहिँ मैले सेलेक्ट गरेँ प्याकेज डिस्क्रिप्सन राखेँ मैले रिमार्क्स राखिदिएँ यसै गरी मैले अब अरू पनि अर्डरहरू एकैचोटि एड गर्न सक्छु त्यसको लागि चाहिँ मैले एड बर भन्ने अप्सनमा क्लिक गर्दै त्यसमा मैले अर्डरहरू एकैचोटि मल्टिपल अर्डरहरू यहाँबाट मैले प्लेस गर्न सक्छु मैले चाहिँ मैले 2टा मात्र गरेँ र तपाईँको अर्डर चाहिँ तपाईँले प्लेस गरिसकेपछि कन्फर्म गरिसकेपछि तपाईँहरू क्रिएट अर्डर भन्ने यहाँ सेलेक्ट गरिदिनु होला त्यसपछि तपाईँको एउटा कन्फर्मेसन डायलग बक्स आउँछ त्यसमा चाहिँ तपाईँले यस सबमिट गर्नुभयो भने चाहिँ तपाईँको अर्डर प्लेस भयो